सन्डे 28 तारिक दिन यो विशाल मार्ट चाहिँ कालिम्पोङ ओपनिङ भएको छ नि त। यो तपाईँको एड्रेस भन्नुपर्दा चाहिँ यो शर्मा हस्पिटल अपोजिट है 10 माइल। अन्त यो भित्र पसेको केही ज्यादा फिल्दैन मान्छेको यसो गएर हेर होइन। दामहरू 99 रुपिसदेखि स्टार्ट रहेछ। यो तपाईँको वुमन सेक्सन रहेछ होइन। वुमन सेक्सनमा तपाईँको यो ग्राउन्ड फ्लोरमा छ। हेर्दै जाँदा चाहिँ यति 199 देखि चाहिँ स्टार्टहरू रहेछ नि। टी सर्टहरू पनि यतिको रिजनेबल प्राइस है। र सट्ट यसो हेर्दै जाँदाखेरि चाहिँ मैले तपाईँको किड सेक्सन पनि पाएन। किड सेक्सनमा चाहिँ यसो गएर हेरेको त सस्तो रहेछ। आफ्नो नानीको लागि यसो हेरौँ भनेको 169 रुपिसदेखि स्टार्ट होइन। सस्तै यतिको नानीको लागि। अब यो नानी भए चाहिँ बढिहाल्छ। योभन्दा महँगो दाम किन्यो भने तपाईँको फाइदै छैन। लगाएर फटाउने पनि भएन नानीलाई मेरो एक्सपिरियन्समा। त्यहाँदेखि माथि टक्क गएँ मेन सेक्सन रहेछ। मेन सेक्सनमा तपाईँको टी सर्टहरू एकदम सस्तो नै लाग्यो होइन। सस्तोदेखि महँगोसम्म छ तपाईँको। यो टी सर्टको दाम तपाईँको खालि 299 300 भनौँ न। तपाईँको 300 रुपियाँ टी सर्ट रहेछ। हाट बजारको दामै भनौँ न। अब यो हाट बजारको दामै नै छ क्या। अन्त यो 99 रुपिसमा टी सर्ट रहेछ। घर बस्दा त एकदम दामी हुन्छ लगाउनु। मैले पनि यसो टी सर्ट मन परेको यसो हेरेको त कति रहेछ हेरेको। दाम राम्रोसँगले हेर्दा 199 200 रुपिसदेखि स्टार्ट थियो होइन। त्यहाँदेखि चट्ट यसो हेरेँ साइडमा राखेँ। त्यहाँदेखि फुटवेयर सेक्सन गएँ होइन। फुटवेयर सेक्सनमा तपाईँको 1300देखि उकालो रहेछ। तपाईँ यहाँ सायद 600देखि पनि छ होला। 600देखि पनि छ। क्वालिटी चाहिँ कस्तो छ त्यो चाहिँ भन्नु सकिँदैन होइन। ड्युरेबिलिटी कतिको छ यसको याद भएन। अन्त तपाईँको सक्स पनि 99 रुपिसमा क्या 3 जोडी। अन्त सर्टहरू रहेछ यहाँ 500 रुपिसदेखि एबो। अलिकति भिडियोको स्टेबिलिटी चाहिँ राम्रो छैन मेरो। किन यति ज्यादा भिड थियो क्या। यति ज्यादा भिड थियो। यो तपाईँको प्यान्ट्सहरू रहेछ। केटाको प्यान्ट मजाको छ। सस्तो पनि छ महँगो पनि छ। यो फुटवेयरहरू नानीहरूको यो 99 रुपिसमा थियो। अन्त यसो हेरेँ 99 रुपिसको नानीहरूलाई चप्ली मैले भनिहालेँ फटाउँदैन सस्तो किनेर चलाउँदा हुन्छ होइन। त्यहाँदेखि यसो पर हेरेको त्यहाँदेखि फुटवेयर सेक्सन। त्यहाँदेखि उता तपाईँको लगेजहरू सेक्सन त हरेस लागेर गएन म। यति ज्यादा भिड थियो। र टक्क टी सर्ट लिएर चाहिँ तल आउँदाखेरि चाहिँ आमा सबै बिल्डिङको सेक्सनमा होइन यति ज्यादा भिड थियो। यति ज्यादा भिड थियो। टक्क यसो लाइन हेरेँ। लाइन देखेर हरेस लाग्यो। अर्को लाइन पनि हेरेँ। हरेस लागेर चाहिँ त्यहाँदेखि जाउँदैन भाइ भनेर चाहिँ टी सर्ट पनि त्यहाँ राखेर चाहिँ यसो हेरेको एक्जिट देखेन। एक्जिटदेखि चाहिँ अझ निक्लिदिनु पऱ्यो बाहिर यसो हेरेको त मान्छे भिड छोडे त्यत्तिकै भनेर घर पाएँ लास्टमा। त्यति ज्यादा भिड अब 1-2 दिन